नमस्कार अभिवादन। म कृष्ण शर्मा, प्रवक्ता नेकपा नयाँ शक्ति। आज सरकारी विद्यालयका शिक्षकहरू आफ्ना पेशागत हकित र अधिकारका सवालहरूलाई लिएर आन्दोलनमा छन्। विगत एक हप्तादेखि सरकारी विद्यालयका शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलन गरेर सरकारलाई निरन्तर दबाब दिइरहेका छन् र उनीहरूले खास गरेर आफ्ना पेशागत हकित र अधिकारहरूलाई सम्बोधन गर्ने गरी विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग राखेका छन् र त्यसप्रति शिक्षकहरूले उठाएका एजेन्डाहरू र उनीहरूको आन्दोलनप्रति नेपाल समाजवादी पार्टी नयाँ शक्तिको ध्यानाकर्षण भएको छ र हामीले शिक्षकहरूको उक्त आन्दोलनप्रति हार्दिक ऐक्यबद्धता प्रकट गर्दछौँ। उक्त आन्दोलनका कारण आज देशभर रहेका सरकारी विद्यालयहरू करिब 35,000 विद्यालयहरू, 4 लाख शिक्षकहरू र 70 लाख विद्यार्थीहरूको जनजीवन प्रभावित भएको छ भने समग्र शैक्षिक क्षेत्रमा र समाजमा, राज्यमा समेत यसले नकारात्मक असर पारिरहेको छ। शिक्षक कर्मचारीहरूका मागहरूलाई यथोचित ढङ्गले सम्बोधन गर्न सरकार उदासीन रहनु विडम्बनायुक्त अवस्था हो। अर्कातिर राजनीतिक दलहरू आफू सत्तामा जाँदा यस प्रकारका समस्याहरूप्रति ध्यान नदिने र प्रतिपक्षमा हुँदा मात्र यस्ता समस्याहरूलाई लिएर आन्दोलनलाई उचाल्ने भूमिकाहरू पनि उनीहरूको गैर जिम्मेवारीपनको पराकाष्ठा हो र यसले समग्र समाज नै एउटा चाहिँ गलत दिशातिर अगाडि बढिरहेको छ। शिक्षा क्षेत्रमा गुणात्मक सुधारसहित पुनर्संरचना हुनुपर्ने आजको आवश्यकता हो। संविधान त नागरिकहरूले शिक्षा प्राप्त गर्न पाउने अधिकार सुनिश्चित भएको छ, तर देशको संघीय संरचना अनुसार आवश्यक कानुनी र नीतिगत संरचनाहरू निर्माण हुन नसक्दाखेरि संविधानले प्रत्याभूत गरेका अधिकारहरू नागरिकहरूले उपभोग गर्न पाइरहेका छैनन्। यस सन्दर्भमा नेपाल शिक्षक महासंघ र नेपाल सरकार बीचमा विगतमा पटक पटक भएका सहमतिहरू र सोही सहमति बमोजिम तर्जुमा भएको विधेयकलाई थप परिमार्जन गरेर यथाशीघ्र पारित गर्नुपर्ने कुरामा हाम्रो पार्टीले जोडदार माग गर्दछ। सरकार र प्रतिपक्ष दलहरू जिम्मेवार हुनुपर्छ। प्रतिपक्ष दलहरू सरकारमा रहँदा सधैँ आक्रमणले रहने र सरकार बाहिर पुगेपछि समस्या देख्ने रोग पनि छ। यो हुनु हुँदैन। अहिले हजारौं शिक्षक र लाखौं विद्यार्थीहरूको भविष्यमाथि खिलवाड गर्ने गरी सरकारले जुन खालको रवैया अपनाएको छ त्यसप्रति हाम्रो घोर आपत्ति छ। सरकारले शिक्षा ऐन ल्याउँदा शिक्षा क्षेत्रका समग्र समस्याहरूको सम्बोधन गर्ने गरी शैक्षिक क्षेत्रको पुनर्संरचना गर्ने गरी त्यो ऐन ल्याउनु पर्दछ। मुलुकमा दुई खालका शैक्षिक प्रणालीहरू छन्। धनीका लागि छुट्टै शैक्षिक संरचना र शिक्षा प्रणाली र धनीका लागि छुट्टै शैक्षिक संरचना र पाठ्यक्रमहरू छन्। यसले गर्दाखेरि राज्यले दुई खालका नागरिकहरू तयार गरिराखेको छ र गरिबका छोराछोरीहरूले एउटा शिक्षामा समान अवसर नपाएको हुनाले समान प्रतिस्पर्धा पनि गर्न सकेका छैनन् र राज्यलाई यथेष्ट योगदान दिन सकेका छैनन्। शिक्षामा आम नागरिकहरूको पहुँच हुने गरी यसलाई गुणस्तरीय बनाउनुपर्छ, सर्वसुलभ बनाउनुपर्छ, निःशुल्क हुनुपर्छ। शिक्षालयहरूमा भइरहेको राजनीतिक हस्तक्षेपलाई बन्द गर्नुपर्छ। दलीय प्रभाव र दलीयकरणलाई रोक्नु पर्दछ। शिक्षालाई व्यापारको वस्तु बनाइनु हुँदैन, किनबेचको वस्तु बनाइदिनु हुँदैन। शिक्षालाई उत्पादन र रोजगारसित जोडेर अगाडि बढाउनुपर्छ। तब मात्र मुलुकले अंगीकार गरेको आर्थिक विकास र समृद्धिको बाटोमा अगाडि बढ्न सहज हुन्छ। त्यसैले अहिले शिक्षक कर्मचारीहरूले जुन आफ्ना पेशागत हकित, सेवा र सुविधालाई लिएर आन्दोलन गरिरहेका छन् त्यस आन्दोलनलाई सकारात्मक दिशामा अगाडि बढाएर त्यसलाई एउटा सही निष्कर्षमा पुर्याउनका लागि उनीहरूका एजेन्डाहरूलाई छिटोभन्दा छिटो राज्यले सम्बोधन गर्नुपर्छ र ती समस्याहरूलाई यथाशीघ्र समाधान गर्नका लागि हामी सरकारसँग पुनः जोडदार माग गर्दछौँ। जय नयाँ शक्ति।